हेलो गुड मर्निङ गाइज न्यु डे न्यु भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म तपाईँहरूले यो थम्बनेल देखेर पनि थाहा भइसक्यो होला मैले के गर्दैछु भनेर। आज चाहिँ मैले गाउँघरको घर कस्तो हुन्छ त, भिलेज घर कस्तो हुन्छ त होइन, मैले त्यो देखाउँदैछु। अनि मैले यो हाम्रो घर चाहिँ टोटल्ली देखाउने छु है तपाईँले। हुन आज म फेरि किन यस्तो गरिरहेको छु भने आज चाहिँ म एक्लै हो, मम्मी बाबाहरू तानसेन जानुभएको छ। आज म एक्लै छु, त्यसैले टोटल्ली मैले के गर्छु, कहाँ के गर्छु म देखाउँदैछु। अनि मैले ननआएको पनि थुप्रै भयो यार। अब के गर्ने, नआउन पनि हुन्न, कपाल काट्न पनि हुन्न होइन, किनकि हाम्रो भाउजू त बित्नु भएको होइन। त्यसैले उहाँको 10 दिन नहुँदासम्म हाम्रो कल्चर अनुसार, हाम्रो संस्कृति अनुसार 10 दिनसम्म हामीले नुहाउन पनि हुन्न, कपाल धुन पनि हुन्न, कपडा धुन पनि हुन्न। हाम्रो घरको टुर हेरौँ अनि हाम्रो घर कसरी बनाएको छ, के राखिएको छ, घरमा के छ है त भनेर टोटल्ली देखाउने छु। यो चाहिँ हाम्रो गाउँघरको घर भन्दा हुन्छ, अथवा अन्त ठाउँ त छैन, यो हाम्रै भिलेज घर भनौँ न। भिलेज घर कस्तो हुने रहेछ भने इन्टेरियर मैले देखाउने छु है त। धन्यवाद। यो चाहिँ पुरा हेरेर साथ दिनु होला। अनि एउटा दुःख लागेको के हो भने सबैले सब्सक्राइब गरेर फेरि अनसब्सक्राइब गर्नुभएको छ होइन। अब के गर्ने, अब धेरै सब्सक्राइबर पनि थिएन, फेरि अनसब्सक्राइबर गर्नुभएको छ, झन् घटेको छ। प्लिज यो हेरेर सबैले सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ भने टोटल्ली सब्सक्राइब अनि कमेन्ट चाहिँ गरेर छोड्नु होला है त। पचपन्नवटा सुन्तलालाई 11 जनाले बाँड्दा के लेख्यो, 11 जनाले बराबर बाँड्दा एकजनाले भागमा, एकजनाको भागमा कति पर्छ भने होला। यसलाई 55 यो भनेको यो सजिलो छ। अहिले मैले यो तैँले खासै बुझिनस् होला, यो तैँले खासै बुझिन। त कति पर्छ यार? 5 भनेपछि यो खासै त हाल्नु न, मैले लेख्छु। यो चाहिँ हामीले पन्चनाथ लिएर लिनु पर्यो। त्यो चाहिँ अरू चाहिँ सबै हामीले गरेको हामी यो चाहिँ हाम्रो हरेक हो।
फर्स्ट फ्लोर अनि यो चाहिँ अर्को रुम हाम्रो यो वायरिङ सबै बाबाले गरेको अनि यहाँदेखि यो फ्रिजको लागि चाहिँ जोडेको चाहिँ मैले हाम्रो बाबा चाहिँ अलराउन्डर भन्न हुन्छ यो घर बाबाले बनाएको यहाँको यिनीहरू पनि ड्याडीले हालेको बुझ्यो अनि हाम्रो बाबाले एल्युमिनियमको काम जान्नुभएको छ जिप्समको बोर्ड पनि जान्नुभएको छ यता टोटल्ली जान्नुभएको छ यो चाहिँ हाम्रो लिभिङ रुम भन्दा हुन्छ फाउन्डेसन सक्ने अनि यहाँ चाहिँ अलिक जग्गामा बाबाले चाहिँ बिहान पुजार्नुहुन्छ यो भइहाल्यो यो चाहिँ हाम्रो ड्याडीको सुत्ने रुम यो फर्समा हुन्छ किनकि यो मैले होइन यति देखाएँ है यो चाहिँ फर्समा हुन्छ त्यही देखाएन यहाँनिर चाहिँ एउटा लाइट छ बाबाले बनाएको पनि भएछ अनि यो माथिको गाडी भइहाल्यो यो चाहिँ बनाउँदैछ माथि बनाउने छ अनि यहाँ चाहिँ यो पनि यहाँदेखि तार निकालेर वाइफाईको लागि मोबाइल जोडेको म टेक्निकल लाइनमा अलिक केही जानेछु टेक्निकल लाइन भनेको अनि मैले के जानेछु त भन्दा टेक्निकल लाइनमा यो वायरिङको काम भइहाल्यो वायरिङको काम जानेछु अनि फ्रिज बनाउन आउँछ फ्यान बनाउन आउँछ अनि मोटर सफर अनि रिपेयरिङ गरेर बुढाले टेक्निकल लाइनमा काम गरेको छ अनि यो चाहिँ हाम्रो भाइको रुम यो चाहिँ भाइको रुम हो यो भाइको जग्गा कान्छाले पनि यहाँ पछाडि चाहिँ हामी हाल्छ अनि हाल्छ यो चाहिँ बाबाले गरेको किनकि यो वायरिङ गरेर बाबाले गरेको यो मेरो घर थियो बाबाले चाहिँ मेरो रुम यो मैले त सफा गरेँ होइन अब दसैँ ढाले होइन त सबै सफा गरेर घर सर ट्याक्क पेन्ट हाल्ने त्यो पनि सफा गरेँ होइन यो चाहिँ मेरो भइहाल्यो अनि मेरो रुमको इन्टेरियर यो चाहिँ टुक्क तिर्पाल हालेको माविस हालेको तिर्पालहरू अनि यो चाहिँ मेरो बेड भइहाल्यो अनि यो चाहिँ मलकाम गर्ने ठाउँ एडिट सेडिट गर्ने भिडियोहरू बनाउने त्यहीँबाट हुन्छ यता मेरो चेयर अनि यहाँ मैले पानी सेन्टर गरेर यहाँ छ मेरो है त्यहाँको अनि पर्मिसन के छ सबै हेर्नु थाहा हुन्छ अनि पानी धेरै पिउने भएको बेला एउटा मोटर राखेको पानी पिउनुको लागि यो चाहिँ ल्यापटपहरूको लागि बनाएको यो पनि मैले जोडेको यो चाहिँ मेरो डिजाइनमा बाबाले बनाइदिएको अनि यो पावर सकेटहरू चाहिँ मैले जोडेको यहाँ तारदेखि पनि सबै यो मैले जोडेको अनि यो चाहिँ मेरो झ्याल भइहाल्यो फ्रन्ट साइडमा अनि ब्याक साइडमा यहाँनिर चाहिँ अनि यो चाहिँ मैले सानो टुक्रा बसेको थिएँ त्यसैले अलिअलि बनाइदिएको कपडा राख्ने झ्याउ लगाएर खालि यता फाल्नु पर्थ्यो यो बिकेरमा अनि त्यही भएर यस्तो बनाइदिएपछि कपडा लडाइँहरू पनि फाले पनि हुन्छ कि यस्तोमा अनि त्यही भएर यो टुक्क यति हो मेरो अनि के भन्नु अब यो छ अब यो भनेको यो माइक हो यो माइक हो मैले यो मलाई बिजनेसमा किनेको माइकहरू छ अनि के भन्ने अनि यो चाहिँ हाम्रो थाहा हो यहाँभित्र सबै हल छ कामपुरले यहाँ सुनिन्थ्यो यो रुमहरू भाडा लिँदा चाहिँ हामी टोटल यहाँ यो चाहिँ थाहा बसिन्थ्यो अनि हाम्रो त हरमा के छ म्याउ सुन्न मन भोक लागिसक्यो ल हाम्रो हेरी एकदम हाते एकदम तिर्क्यो म्याउ भोक लाग्यो तँलाई खाने खाना ल
खा 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 हामीले अहिले घर लिएको हामी यहाँ चाहिँ जस्तै घर बनाएको अनि यहाँ चाहिँ हाम्रो रुम भयो ल ल ल ल मेरो बिराट भइसक्यो यो चाहिँ यो गोबरको नम्बर काठ यो चाहिँ भयो दुईवटा घर एउटा भएपछि कुखुरा चाहिँ धेरै छ घरभित्र राखिन्छ कुखुरालाई यो चाहिँ हाम्रो सानो सानो बच्चा बच्ची दसवटा खाना